म भानुभक्त आचार्य, तनहुँ चुँदिरमगाको ब्राह्मण पुत्र। मेरो कथा भाषा र राष्ट्रको कथा हो। संसार संस्कृतमै थियो, तर मेरा गुरुजनले नेपालीमै कविताको बीज रोप्नुभयो। एक दिन भेटिए ती श्रमजीवी घाँसी। उनको निस्वार्थ कामले मलाई आफ्नो धनको अर्थ सोध्यो। मैले बुझेँ, सम्पत्ति क्षणिक हुन्छ, तर सार्वजनिक हितको कीर्ति सदैव रहन्छ। बाधा र कठिनाइले पनि मेरो कलम रोक्न सकेन। मैले दुःखमै पनि आफ्नो सिर्जना गरिरहेँ। त्यसैले वाल्मीकि रामायणलाई मैले नेपाली छन्दमा ढालेर सबैको घर घर पुर्याएँ। मोतीरामले मेरा हस्तलिखित पाण्डुलिपिहरूलाई प्रकाशमा ल्याए। मेरो काम अमर भयो। मेरो उद्देश्य भाषालाई सामान्य बोल्ने शैलीबाट साहित्यको गर्विलो आसनमा राख्नु थियो। सम्झनुहोस्, भाषा भनेको आत्मा हो र यसको शक्तिले नै हाम्रो राष्ट्रियतालाई जोड्छ।